Welcome to Health Pulse Nepal, spreading health awareness with science. Stay healthy, stay informed. स्वागत छ आजको यो रोचक विश्लेषणमा, जहाँ हामी कम्मरको तल्लो भाग र खुट्टामा हुने असह्य दुखाइको बारेमा कुरा गर्दैछौँ। हो, हामी साइटिकाको बारेमा गहिरिएर बुझ्दैछौँ, यसका लक्षण, कारण र साँच्चै काम गर्ने उपचारका उपायहरू के हुन् त। आउनुहोस् सिधै विषयवस्तुमा प्रवेश गरौँ। यो प्रस्तुतिको रूपरेखा एकदमै स्पष्ट छ। हामी सुरुमा लक्षणहरू बुझ्नेछौँ, त्यसपछि साइटिका र पिरिफर्मिस बीचको भिन्नता हेर्नेछौँ, अनि मुख्य कारणहरू, सुरक्षित व्यायाम, गर्नै नहुने गल्तीहरू र अन्त्यमा शल्यक्रियाका विकल्पहरूबारे पनि छलफल गर्नेछौँ। त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट, साइटिकाको भित्री संयन्त्र र यसका लक्षणहरू। सबैभन्दा पहिले त यो बुझ्न जरुरी छ कि साइटिका आफैमा कुनै छुट्टै रोग होइन। सुन्दा अचम्म लाग्न सक्छ, तर यो त एउटा लक्षण मात्र हो। हाम्रो शरीरको सबैभन्दा लामो र मोटो नसा, जसलाई साइटिक नर्भ भनिन्छ, त्यसमा कुनै किसिमको जलन वा दबाव पर्दा देखिने समस्याहरूको समूह नै साइटिका हो। अनि यसका लक्षणहरू पक्कै पनि सामान्य हुँदैनन्। शरीरको एकातर्फ मात्रै करेन्ट लागे जस्तो झट्का दिने, पोल्ने वा घोच्ने दुखाइ महसुस हुन्छ। साथै खुट्टा झमझमाउने, सुन्न हुने र कमजोरी महसुस हुने पनि हुन्छ। अलिकति हिन्डुल गर्दा मात्रै पनि यो दुखाइले निकै सताउन सक्छ। अब लागौं दोस्रो खण्डतिर, जहाँ हामी एउटा ठूलो भ्रमलाई चिर्नेछौँ। यो दुखाइ साइटिका हो कि पिरिफर्मिस सिन्ड्रोम? धेरैलाई लाग्न सक्छ ढाड दुख्ने बित्तिकै साइटिका हो, तर यी दुई समस्या बीच सजिलै झुक्किन सकिन्छ। साइटिकामा मेरुदण्डको हड्डीले स्नायुलाई थिच्छ र दुखाइ खुट्टाका औँलाहरूसम्मै पुग्छ। तर पिरिफर्मिस सिन्ड्रोममा भने नितम्बको भित्री मांसपेशीले नसालाई दबाब दिन्छ, जसले गर्दा हिपको दुखाइ बढी महसुस हुन्छ। सुन्दा उस्तै लागे पनि यिनीहरूको कारण बिल्कुलै फरक छ। यी दुईलाई कसरी छुट्याउने त? हाम्रो शारीरिक चालले यसमा ठूलो सङ्केत दिन्छ। जस्तै लामो समय बस्दा वा हिप चलाउँदा दुखाइ बढ्छ भने त्यो पिरिफर्मिस हुन सक्छ। तर सुतेको बेला प्रभावित खुट्टा सिधा माथि उठाउँदा दुख्छ भने त्यो साइटिकाको पक्का सङ्केत हुन सक्छ। यद्यपि लक्षणहरू यति धेरै मिल्दाजुल्दा हुन्छन् कि आफैले डाक्टर बन्न खोज्नु पक्कै पनि जोखिमपूर्ण हुन्छ। अब यो दुखाइ आखिर कहाँबाट सुरु हुन्छ त? खण्ड 3मा हामी यसका मुख्य कारणहरूबारे चर्चा गर्नेछौँ। तथ्याङ्क हेर्ने हो भने झन्डै 90% मामिलामा एउटै मुख्य दोषी भेटिन्छ। त्यो हो हर्निएटेड डिस्क। कम्मरको तल्लो भागमा रहेको डिस्क आफ्नो ठाउँबाट बाहिर निस्केर स्नायुको जरालाई थिच्छ र त्यहीँबाट सुरु हुन्छ त्यो भयानक दुखाइ। बाँकी 10%मा भने उमेर बढ्दै जाँदा मेरुदण्डको नली साँगुरो हुने स्पाइनल स्टेनोसिस, कुनै कशेरुका अगाडि चिप्लिने समस्या वा स्याक्रोइलियाक जोड्नीको गडबडी पर्न सक्छन्। विशेष गरी 30 देखि 50 वर्ष उमेर समूहका र भारी तौल उठाउने पेशामा भएकाहरूलाई यसको जोखिम बढी हुन्छ। यदि दुखाइ 6 देखि 8 हप्तासम्म पनि निको भएन भने एमआरआई वा सिटी स्क्यानबाट ठ्याक्कै के भएको हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ। अब पालो खण्ड 4को, सही पहिचानपछि गर्न सकिने केही सुरक्षित व्यायाम र स्ट्रेचहरू हेरौँ। सुरक्षित व्यवस्थापनको कुरा गर्दा यो सिंगल नी टु चेस्ट स्ट्रेच एकदमै प्रभावकारी मानिन्छ। यसमा भुइँमा सिधा पल्टिएर एउटा घोडालाई बिस्तारै छातीतिर तानिन्छ। यसले कम्मरको तल्लो भागलाई हल्कासँग चलायमान गराउँछ र अनावश्यक भार नपारिकन दुखाइ कम गर्न मद्दत गर्छ। त्यस्तै ह्यामस्ट्रिङ कडा हुँदा साइटिक नर्भ झनै खुम्चिन सक्छ। खुट्टाको मुनि एउटा तौलिया राखेर सिधा बनाएको खुट्टालाई बिस्तारै माथि तान्ने अभ्यासले नसालाई सुरक्षित रूपमा खुकुलो बनाउन उत्कृष्ट भूमिका खेल्छ। अनि यो पिरिफर्मिस स्ट्रेच हेरौँ त। एउटा खुट्टाको गोलीगाँठोलाई अर्को खुम्च्याएको घुँडामाथि राखेर गरिने यो अभ्यासले हिप्सको बाहिरी भागलाई लक्षित गर्छ। यसले विशेष गरी ग्लुटियल मांसपेशीहरूलाई तन्काउँछ, ठिक त्यही ठाउँ जहाँ कहिलेकाहीँ साइटिक नर्भ फसेर बसेको हुन सक्छ। तर याद राख्नुपर्ने कुरा के हो भने व्यायाम मात्रै सधैँ पर्याप्त हुँदैन। दैनिक जीवनमा आफ्नो मेरुदण्डलाई सकेसम्म सामान्य स्थितिमा राख्नुपर्छ। डिस्कमा अनावश्यक दबाव नपार्न सही पोस्चर कायम राख्ने र विशेष गरी लामो समयसम्म एउटै पोजिसनमा बस्ने वा उभिने बानीलाई कम गर्ने कुरालाई विज्ञहरूले निकै जोड दिएका छन्। अब खण्ड 5, साइटिक नर्भलाई सुरक्षित राख्न कुन कुन शारीरिक चालहरूलाई बेवास्ता गर्नुपर्छ त? हामीले के गर्ने भनेर त जान्यौँ, तर के नगर्ने भनेर बुझ्नु झनै महत्त्वपूर्ण छ। फिटनेस वा योग गर्ने क्रममा कम्मरलाई अत्यधिक कुप्रो पार्ने, अचाकली निहुर्ने वा ग्लुटियल मांसपेशीलाई कडा रूपमा खुम्च्याउने काम गर्नु हुँदैन।
साथै निहुरिएको बेला कम्मर घुमाउने गल्ती त गर्नै हुँदैन, जसले दुखाइ बढाउँछ त्यस्ता चालहरूबाट पूर्ण रूपमा बस्नुपर्छ। यसको पछाडिको विज्ञान एकदमै सरल छ। टडा र छोटा मांसपेशीहरूले शरीरमा एक प्रकारको ब्रेकको काम गरिरहेका हुन्छन्। जब हामी बलपूर्वक अत्यधिक अगाडि निहुरिन वा कम्मर घुमाउन खोज्छौं, तब मेरुदण्डका डिस्कहरू पछाडितिर धकेलिन्छन् अनि यसले साइटिक नर्भमा कति खतरनाक दबाव सृजना गर्छ भन्ने त अनुमान लगाउन सक्नुहुन्छ नि। अब अन्तिम खण्डतिर लागौं, शल्यक्रियाका विकल्पहरू र यसका तथ्याङ्कमा आधारित नतिजाहरू। यदि महिनौसम्म थेरापी वा अन्य उपायले काम गरेन भने शल्यक्रियाको कुरा आउँछ। विशेष गरी माइक्रोडिस्केक्टोमी भनिने कम जोखिमपूर्ण शल्यक्रिया गराउने 80% व्यक्तिहरूमा खुट्टामा फैलिने यो असह्य दुखाइबाट सफलतापूर्वक राहत मिलेको तथ्याङ्कले देखाउँछ। यो निकै सकारात्मक आँकडा हो। अझ रोचक कुरा त के छ भने 76% बिरामीहरू शल्यक्रियाको नतिजासँग पूर्णतया सन्तुष्ट रहेको पाइएको छ। उनीहरूमध्ये धेरैजसो छिटै नै आफ्नो सामान्य दैनिक गतिविधि र काममा फर्कन सक्षम भएका छन्। यद्यपि सिक्काको अर्को पाटो पनि छ। करिब 7 देखि 10% मानिसहरूमा भने शल्यक्रियापछि पनि कुनै सुधार नआउने वा उनीहरूका लक्षणहरू झनै बिग्रेर जाने अवस्था पनि देखिएको छ। यो तथ्यलाई पक्कै पनि व्यवस्था गर्न मिल्दैन, किनकि जुनसुकै शल्यक्रियामा जस्तै यसमा पनि जोखिमहरू हुन्छन् नै। स्नायुमा चोट लाग्ने, स्पाइनल फ्लुइड चुहिने वा शल्यक्रियापछि संक्रमण हुने जस्ता सम्भावना रहन्छन्। कहिलेकाहीँ त शल्यक्रिया असफल भएर स्पाइनल फ्युजन नै गर्नुपर्ने अवस्था पनि आउन सक्छ। त्यसैले आफ्नो स्वास्थ्य अवस्थालाई राम्ररी बुझेर विशेषज्ञ चिकित्सकसँग विस्तृत छलफल गर्नु एकदमै जरुरी हुन्छ। अब यी सबै कुराहरूलाई हेर्दा एउटा गम्भीर प्रश्न उठ्छ। पेरिफर्मिस सिन्ड्रोमसँग मिल्दोजुल्दो लक्षण र विभिन्न उपचारका जोखिमहरूलाई विचार गर्दा कुनै पनि थेरापी वा शल्यक्रियाको बाटो रोज्नु अघि विशेषज्ञद्वारा सही चिकित्सा निदान हुनु कतिको महत्त्वपूर्ण रहेछ त? के हामीले हतारमा निर्णय गरेर आफ्नो शरीरलाई थप जोखिममा त धकेलिरहेका छैनौँ? यो विश्लेषणले पक्कै पनि यहाँहरूलाई केही सोच्न बाध्य बनायो होला भन्ने आशा छ। निरन्तर स्वास्थ्यको ख्याल राख्नुहोला।